हेलो एभ्रिवान, के छ खबर? स्वस्थ बस, मस्त पढ है त। ल, टुडेज टपिक इज एस्क्यारिस लुम्ब्रिकोइड। अनि हामीले योभन्दा अगाडि चाहिँ हामीले के पढिसक्यो थाहा छ? एन्टामोeba हिस्टोलाइटिका र अर्को चाहिँ जिआरडिया ल्याम्ब्लिया। यो चाहिँ थर्ड टपिक हो इन जिआइटी प्यारासाइट। ओके, ल यसको बारेमा सुरुमा चाहिँ के थाहा पाऊ भन्दाखेरि एउटा कुरा चाहिँ यसको कमन नेम के हो थाहा छ? राउन्ड ओम। ठिक छ। अनि मैले योभन्दा अगाडि पनि भनिरहेको छु, एउटा सिक्वेन्स फलो गर होइन। त्यो सिक्वेन्स फलो गऱ्यो भने चाहिँ तिमीलाई सजिलो हुन्छ कि याद गर्नको लागि। ओके, सेकेन्डमा छ तिम्रो क्लासिफिकेसन होइन। कहाँ पर्छ त्यो? यो कुन फाइलममा पर्छ थाहा छ? राउन्ड ओमहरू केमा पर्छ? नेमाथ हेल्मेन्थिसमा। र नेमाथ हेल्मेन्थिस हो भनेपछि यसलाई नेमाटोड हुन्छ। नेमाटोडबाट सबभन्दा एउटा कुरा थाहा पाऊ, तिमीले प्लस 2मा नि पढ्यौ होइन। नेमाटोडमा सेक्सुअल सेपरेसन हुन्छ। सेपरेसन यो भनेको के हो त भन्दाखेरि मेल र फिमेल चाहिँ डिस्टिङ्ग्विज हुन्छ, छुट्याउन सकिन्छ। फिमेल यहाँसम्म बुझेछ होइन? मेल र फिमेल छुट्याउन सकिन्छ। हेर, त्यसपछि के छ त भन्दाखेरि तिम्रो मोर्फोलोजी हेरौँ न त होइन। छुट्याउन सकिन्छ भनेपछि त्यसको कस्तो देखिन्छ त त्यो हेरौँ। मोर्फोलोजीमा के हुन्छ? एडल्ट फर्म हुन्छ, एडल्ट फर्म। सेकेन्डमा हुन्छ एग फर्म र थर्डमा हुन्छ लार्भा फर्म होइन। र एडल्टमा के भने मैले? मेल र फिमेल। अब मोर्फोलोजी मेल कस्तो होला त भन? मेल चाहिँ कस्तो हुन्छ भन्दाखेरि तिम्रो यसको पोस्टेरियर इन्ड कर्भ हुन्छ, बाङ्गिएको जस्तो घुमाउरो टाइपको, यो टाइपको होइन, घुमाउरो हुन्छ। र अर्को भनेको यसको एउटा कुरा याद राखिराख बोनसमा, लाइफ स्प्यान कति हुन्छ यसको? यो कति समय बाँच्छ? 6 मन्थ। ओके, ल अनि मेल छ भन्दाखेरि सधैँ प्यारासाइटको केसमा चाहिँ के याद गर्ने? मेल सधैँ सानो हुन्छ, स्मल हुन्छ। ओके, ल अनि सर्ट हुन्छ। सरी, लङ लेखेछु मैले। सर्ट हुन्छ। ओके, ल अब तिमीले फिमेल हेऱ्यौ भने फिमेल कस्तो देख्छौ थाहा छ? फिमेल चाहिँ यसको पोस्टेरियर इन्ड छ नि, त्यो चाहिँ तिम्रो स्ट्रेट हुन्छ, स्ट्रेट। अनि फिमेलहरू चाहिँ ओभिप्यारस हुन्छ। ओभिप्यारस भनेको थाहा छ? एग लाइङ, एग दिने। ओके, ल हेर, मेल र फिमेल हाम्रो एडल्ट मोर्फोलोजी भयो। अब अर्को फर्म भनेको एग फर्म छ। एगको बारेमा कुरा गरिहालौँ। एगमा हेर, एगमा के हेर्छौ? कुन कलर लिउँ त? ल हेर, एगमा चाहिँ 2 टाइपको एग हुन्छ। भन्न सक्छ कसैले के हुन्छ? एउटा हुन्छ फर्टिलाइज भएको एग, एउटा हुन्छ अनफर्टिलाइज। ओके, ल हेर, अब फर्टिलाइज कस्तो हुन्छ भन्दाखेरि राउन्ड हुन्छ। अनफर्टिलाइज तिम्रो कस्तो हुन्छ? न्यारो। अनि यो कलर हेर्ने भनेपछि येल्लो ब्राउन अथवा येल्लोइस ब्राउन भन्छ है। अनि यो थिक हुन्छ, थिक। अनि यता चाहिँ ब्राउनिस हुन्छ र बाइल स्टेन हुन्छ।
यो कुरा चाहिँ याद राख एमसिक्यू तिम्रो एस्क्यारिस लम्ब्रिकोइड अर लुम्ब्रिकोइड के भन्छौ तिमी होइन एस्क्यारिस लम्ब्रिकोइड अर राउन्ड ओम एक्स आर बाइलले स्टेन गर्न सकिन्छ। अनि अर्को भनेको थिनर हुन्छ एल्बुमिनस हुन्छ। ओके यहाँसम्म क्लियर छ होला होइन। ल भनेपछि अर्को भनेको तिम्रो लार्भा याद गर। लार्भाको कुरा के याद गर भन्दाखेरि योमा चाहिँ धेरै कुरा याद गर्नु पर्दैन तिमीले इन्फेक्टिभ स्टेज थाहा भयो स्टेज मैले चाहिँ ठ्याक्क जे चाहिन्छ तिमीलाई त्यो मात्र भनिरहेको छु है। ल इन्फेक्टिभ तर यति चाहिँ सफिसियन्ट छ फेरि तिम्रो इक्जामको लागि। ल इन्फेक्टिभ स्टेजमा तिम्रो थर्ड स्टेज लार्भा जसको नाम चाहिँ के हो भन त। एस्क्यारिसले के हान्छ र्याब हान्छ होइन हान्छ कि नै हान्छ भनेपछि यसको इन्फेक्टिभ स्टेज के रहेछ भन त ऱ्याब्डिटिफर्म लार्भा। कुन फर्म लार्भा ऱ्याब्डिटिफर्म लार्भा। यसलाई चाहिँ के भन्छ एकभित्र हुन्छ नि त होइन त्यही भएर यसलाई इम्ब्रियोनेटेड एग पनि भन्छ। द्याट इज इम्ब्रियोनेटेड एग ठिक छ। ल लार्भा ह्याचेस भएर होइन एग ह्याचेस भएर लार्भा बन्छ अर यो चाहिँ इम्ब्रियोनेटेड भनेको कस्तो भन्दाखेरि एउटा एग थियो एग चाहिँ लाई भएर बन्यो नि त होइन त्यही भएर अथवा एगको भित्रै बन्यो सम्झ त्यही भएर यसलाई के भन्यो इम्ब्रियोनेटेड भन्यो क्या। अथवा यस्तो खासमा इम्ब्रियो भएको भित्र एकभित्र इम्ब्रियो छ त्यसले पनि ट्रान्समिट गर्न सक्छ अथवा लार्भा फर्ममा चेन्ज भएर थर्ड स्टेज लार्भाले पनि ट्रान्समिट गर्न सक्छ यो कुरालाई केलाई एस्क्यारियासिसलाई होइन। त्यही भएर यसलाई के भन्छ इन्फेक्टिभ स्टेज भन्छ। अनि यसको डिजिज हामीले हेरेन छ अहिले याद आयो डिजिज तिम्रो के हो भन्दाखेरि भन त एस्क्यारियासिस। ओके ल अब यो कुरा भयो यहाँसम्म। अनि त्यसपछि के होला अब हाम्रो सिक्वेन्समा के थियो हेर त मोर्फोलोजी भयो होइन। अनि हाम्रो के छुट्यो यहाँ एउटा केही छुट्या जस्तो लाग्यो है मलाई ह्याबिटेट छुट्यो है। ह्याबिटेट कहाँ हुन्छ यो कता बस्छ भन त ह्याबिटेट तिम्रो कहाँ हो भन्दाखेरि स्मल इन्टेस्टाइन। ल ठिक छ स्पेसिफिक एरियाको कुरा गर्ने हो भने चाहिँ जेजुनम भन्छ है अझ। ओके ल अब ह्याबिटेट पनि भयो त्यसपछि हामी जाऊँ लाइफ साइकलमा हल्का लाइफ साइकल हेरौँ। ल लाइफ साइकल भन्दा बित्तिकै मैले के कुरा जान्ने भनेको थिएँ एउटा डेफिनेटिभ होस्ट र एउटा इन्टरमिडिएट र अर्को इन्फेक्टिभ स्टेज मैले अघि भनिसकेँ होइन यो। ल ख्याल गर के भइसक्यो स्टेज हेर डेफिनेटिभ होस्ट के हो अभियसली म्यान त्यही त पढिरहेको छौँ होइन। भनेपछि इन्टरमिडिएट होस्ट के हो त एउटा कुरा याद राख यो तिम्रो नेमाटोडमा नेमाथ हेल्मिन्थिसमा सेकेन्डरी होस्ट अर इन्टरमिडिएट होस्ट चाहिँ नट रिक्वायर्ड। ओके ल योभन्दा अगाडिको जुन प्रोटोजोनहरू थियो जुन चाहिँ एन्टामोeba हिस्टोलाइटिका र जिआर्डिया ल्याम्लिया त्योमा पनि सेकेन्डरी होस्ट चाहिन्थेन। ओके ल यो कुरा याद रिकल गर्दै गर जति रिकल गर्यो जतिचोटि दोहोऱ्यायो तिमीले त्यति चाहिँ तिमीलाई याद हुने हो। ल अनि इन्फेक्टिभ स्टेजमा तिम्रो मैले अघि भनिसकेँ थर्ड स्टेज लार्भा नाम के हो र्याब भन्छ होइन ऱ्याब्डिटिफर्म
ऱ्यापिडेटिभ फर्म लार्भा। ठिक छ ल। त्यसपछि अब फिगर हेरौँ, म कपी गर्छु। हेर ल यहाँ हेर त। अब यसको चाहिँ हल्का म आफ्नो तरिकाले भन्छु है। जस्तै यहाँ सुरुमा इन्जेस्ट गर्यो, मैले पहिल्यैदेखि भनिरहेको छु तिमीलाई एउटा कन्सेप्ट हुनुपर्छ योमा, एउटा डेफिनेटिभ होस्ट, इन्टरमिडिएट होस्ट र इन्फेक्टिभ स्टेज जान्ने। इन्फेक्टिभ स्टेजलाई डेफिनेटिभ होस्टमा खुवाउने होइन, अथवा इन्जेस्ट गराउने, र त्यसपछि एडल्ट अथवा कुन फर्म छिर्छ अनि त्यसलाई भित्र गएर मोडिफाई गर्ने अनि फिसेसमा निकाल्ने। ओके, यति कुरा चाहिँ पहिला ख्याल गर। भनेपछि इन्जेस्ट गर्नु पऱ्यो। इन्जेस्ट कुन फर्म गर्छ? इन्फेक्टिभ स्टेज। भनेपछि थर्ड स्टेज लार्भा कुन? ऱ्यापिडेटिभ फर्म लार्भा इन्जेस्ट गर्यो। त्यसपछि मैले भने त्यसको ह्याबिटेट कहाँ हो? ह्याबिटेट थाहा पाउनु पऱ्यो होइन। ह्याबिटेट भनेको तिम्रो के हो? जेजुनम भन्छ भनेको थिएँ मैले स्पेसिफिकल्ली होइन। त्यही भएर जेजुनममा गयो अथवा स्मल इन्टेस्टाइनमा गयो। स्मल इन्टेस्टाइनमा गइसकेपछि अब त्यसपछि तिम्रो यहाँ के हुन्छ? पोर्टल भेन होइन, पोर्टल सिस्टममा जान्छ। केमा जान्छ? पोर्टल सिस्टममा। म यता लेखिदिन्छु है। र सुरुमा इन्जेस्ट गर्यो। इन्जेस्ट के को फर्ममा गर्ने हो थाहा छ नि? फेरि हल्का लजिक लगाउने कि लजिक मैले के भनिरहेको छु यहाँ भन्ने इन्फेक्टिभ फर्म। इन्फेक्टिभ फर्म भन्दा बित्तिकै ऱ्यापिडेटिभ फर्म। यसलाई थ्रो के को? कन्टामिनेटेड के हुनसक्छ? फुड हुनसक्छ, वाटर हुनसक्छ। ठिक छ। त्यसपछि अब तिम्रो गयो स्मल इन्टेस्टाइन। अब यहाँबाट तिम्रो पोर्टल सिस्टममा जान्छ। पोर्टल सिस्टममा गयो भने चाहिँ अन्तिम कहाँ? पोर्टल भेनको थ्रुबाट कहाँ जान्छ? लिभरमा जान्छ। यो कुरा चाहिँ ख्याल गर है। बेसिक चाहिँ तिम्रो स्ट्रङ हुनु पर्यो। ओके ल। अब तिम्रो कहाँ गयो? लिभरमा गयो होइन। लिभरमा गइसकेपछि कता जाला? यो चाहिँ सिस्टमिक सर्कुलेसनमा छिर्छ। भन्नुको मतलब यहाँबाट हार्टमा जान्छ। हार्टमा। र हार्ट पछि कहाँ जान्छ तिम्रो भन? हार्ट पछि लङ्समा जान्छ। ओके, लङ्समा गयो। लङ्सको बाद माथि आयो। माथि उक्लियोपछि कहाँ आउँछ तिम्रो? ल्यारिङ्स, फ्यारिङ्स आयो। अनि त्यहाँदेखि निल्यो अथवा के गयो? स्वालो गर्यो अनि यो इसोफ्यागसमा गयो। इसोफ्यागसको थ्रुबाट कहाँ गयो? फाइनल्ली स्मल इन्टेस्टाइनमा गयो। अनि स्मल इन्टेस्टाइनमा एडल्ट फर्ममा चेन्ज भयो। एडल्ट फर्ममा हेर त, यहाँसम्म क्लियर छ नि? एडल्ट फर्ममा चेन्ज भयो। मैले भने होइन, पहिला इन्टेस्टाइनमा पठाउने जहाँ ह्याबिटेट हो, अनि एडल्ट फर्ममा चेन्ज गराउने। ओके, अनि त्यसपछि के हुन्छ? यो चाहिँ अब मेटिङ गर्छ फिमेलसँग अनि फर्टिलाइज एग बनाउँछ। र यो फर्टिलाइज एग चाहिँ तिम्रो सोइलमा जाने हो। के को थ्रुबाट? फिसेसको थ्रुबाट। फिसेस थ्रुबाट। ओके, सोइलमा गयो। ओके, अनि यहाँबाट फेरि इम्ब्रियोनेटेड हुन्छ। अनि इम्ब्रियोनेटेड भइसकेपछि त्यो कसले लग्छ? फेरि ह्युमनले लग्छ। इन्फेक्टिभ होस्ट हो नि त। लास्टमा इन्फेक्टिभ फर्म बनाउने हो कि फेरि यहाँ थर्ड लार्भा बनाउने हो। ओके, क्लियर छ? केही गाह्रो छैन। एकचोटि हेर्ने, यदि बुझेन भने फेरि स्टप गर्ने अनि फेरि रिपिट गर्ने है। ल, यति मैले भनिसकेँ। यो फिगरलाई पनि हल्का हेर होइन, बुझ्छौ होला तिमी। जस्तै यहाँबाट गयो अनि यहाँबाट गएर तिम्रो लङ्समा गयो। लङ्सबाट फेरि माथि आयो अनि इसोफ्यागसमा छिर्यो। फेरि जेजुनममा आयो। एडल्ट फर्ममा चेन्ज भयो होइन। एडल्ट फर्ममा चेन्ज भइसकेपछि तिम्रो के भयो? मेटिङ गर्यो, फर्टिलाइज एग बनायो। त्यो चाहिँ फिसेसमा आयो। फिसेसमा फर्टिलाइज भयो र अनफर्टिलाइज दुईवटा आउनसक्छ। बोथ टाइप अफ होइन। अनि त्यसपछि फर्टिलाइज चाहिँ चेन्ज भयो। तिम्रो के हो? हेर, थर्ड स्टेज लार्भा ल्यायो। त्यही इन्फेक्टिभ। मजाको सजिलो छ क्या। मेरो कन्सेप्ट लगाऊ होइन। फर्स्ट भिडियोदेखि हेर, मैले एकदम कन्सेप्टसँग भनेको छु। ओके ल। अब तिम्रो ल्याब के भन्छ यसको नाम? लाइफ साइकल सकियो भनेपछि माइक्रोमा के हो पढ्ने भन त? ल्याबोरेटरी डायग्नोसिस हो होइन। ल्याब डायग्नोसिस माइक्रोको एकदम इम्पोर्टेन्ट छ भन्ने कुरा तिमीले थाहा होला। माइक्रो भन्ने बित्तिकै तिमीले ल्याबोरेटरी डायग्नोसिस जान्नु पऱ्यो। त्योभन्दा अगाडि म तिमीहरूलाई एउटा कुरा भन्छु। मोल्टिङ भनेको थाहा छ? मोल्टिङ भनेको तिम्रो के हो भन्दाखेरि सेक्सुअल मेचुरेसन हो। यो सेक्सुअल मेचुरेसन चाहिँ कहाँ हुन्छ भनेर सोध्छ तिमीलाई। कसको भन त?
एस्क्यारिस लम्ब्रिकोइडको फर्स्ट 4 ठाउँमा गर्छ है। फर्स्टमा चाहिँ तिम्रो कहाँ गर्छ? सोइलमा, जहाँबाट सुरु भएको थियो। सेकेन्डमा जान्छ तिम्रो लङ्स, सेकेन्ड र थर्ड बोथ होइन। अनि फोर्थ चाहिँ तिम्रो गर्छ फेरि पछि इन्टेस्टाइनमा आएर, इन्टेस्टाइनमा। ओके, हेर मैले चाहिँ यदि तिमीले, मैले एउटा हुन त म निमोनिक्समा त्यति विश्वास गर्दिनँ, तर पनि म भनिरहेको हुन्छु बेला बेला चाहिँ थोरै भए पनि हेल्प होस् भनेर। जस्तै आई लभ यु, यो निमोनिक्स एड गरेर यदि तिमीलाई यो पाथवे हल्का गाह्रो भएको छ भने चाहिँ जस्तै हेर फर्स्टमा इन्टेस्टाइनमा जान्छ, कहाँबाट? सोइलबाट है, सोइलबाट हो नि सुरु हुन्छ। सोइलबाट इन्टेस्टाइनमा गयो, त्यसपछि लभ भनेको हार्ट हो, हार्टमा गयो, अनि लङ्समा गयो, अनि फेरि इन्टेस्टाइनमा आयो। यति कुरा याद राख, केही जान्नु पर्दैन। त्यसपछि यहाँ गर्छ हेर, फर्स्ट मोल्टिङ, सेकेन्ड र थर्ड मोल्टिङ, र फेरि यहाँ फोर्थ मोल्टिङ। क्लियर छ नि होइन? यस्तो क्लियर गर भनिरहेको छु, यति पनि बुझेन भने अब कहिले बुझ्छौ तिमी? हेर क्लियर, डन। ल डन। त्यसपछि अब फाइनल्ली के भन त? ल्याब डायग्नोसिस। ल्याब डायग्नोसिस अब कसरी तिमीले डायग्नोसिस गर्ने त होइन? पेसेन्टमा एस्क्यारिस लम्ब्रिकोइड छ कि छैन भनेर कसरी डायग्नोस गर्ने? सुरुमा चाहिँ स्पेसिमेन लिने। मैले भनिरहेको छु एकदम सिक्वेन्ससँग पढ है, यो मैले सब भनिरहेको छु, अगाडिदेखि भनिरहेको छु, फर्स्टदेखि हेर। जिआइटी प्यारासाइट स्पेसिमेन कलेक्सन। स्पेसिमेन कलेक्सनमा के गर्छौ? मैले भनिरहेको छु, यो पनि अगाडिदेखि भनिरहेको छु, जिआइटी छ अनि स्टुलमा के एक आइरहेछ भनेपछि स्टुल लिने। अनि तिम्रो यहाँ कसरी एउटा के भन्छ यसलाई, दुईवटा तरिकाले इक्जामिन गर्न सकिन्छ। एउटा चाहिँ डाइरेक्ट इभिडेन्स लिने अथवा डाइरेक्ट इभिडेन्सबाट गर्न सकिन्छ, इभिडेन्स। र सेकेन्ड छ तिम्रो इन्डाइरेक्ट। डाइरेक्ट भनेको कस्तो हो त भन्दाखेरि तिमीले डाइरेक्ट हेर्ने के फर्म थियो? एडल्ट फर्म थियो, एक फर्म थियो, र अर्को के थियो? लार्भा फर्म थियो। यदि तिमीले डाइरेक्टली हेऱ्यौ तिमीले भनेपछि त्यसलाई चाहिँ डाइरेक्ट एभिडेन्स भन्छ। जस्तै एडल्ट हेर्न सक्छौ, एडल्ट डेमोन्स्ट्रेसन, डेमोन्स्ट्रेसन। र एडल्ट डेमोन्स्ट्रेसनमा के गर्छौ तिमीले? स्टुल लिन्छौ र हेर्छौ। ओके, सेकेन्डमा छ तिम्रो एकको डेमोन्स्ट्रेट गर्छौ, र एकमा चाहिँ तिमीले के हेर्छौ? एउटा यो एकलाई तिमीले लिएको एकलाई डाइरेक्ट मोल्टिङ गर्छौ, सरी डाइरेक्ट वेट मोल्ड भन्ने मेथड छ एउटा, त्यो गर्छौ। र त्यसलाई योमा चाहिँ के हुन्छ भन्दाखेरि स्लाइन प्रिपेरेसन गराइन्छ। मैले अगाडि पनि कुरा गरिरहेको छु यसको, त्यही भएर त्यहाँ हेर है, त्यही भएर सिक्वेन्समा हेर, मैले त्यही भएर भनिरहेको छु, सिक्वेन्समा राख्दैछु मैले भिडियो। स्लाइन प्रिपेरेसन के को लागि हो मैले भनिसकेको छु, यो चाहिँ मोटिलिटीको लागि हो होइन। अनि अर्को भनेको तिम्रो कन्सन्ट्रेसन टेक्निक। कन्सन्ट्रेसन टेक्निक किन युज गरिन्छ ल कसैलाई थाहा छ? यो भनेको तिम्रो लाइट खालको के छ, प्यारासाइटहरू छ भन्नुको मतलब एउटा थोरै खालको तिम्रो थोरै प्यारासाइट छ भनौँ न, त्यसलाई कन्सन्ट्रेट गर्नु छ, हाई कन्सन्ट्रेट धेरै बनाउनु छ। ओके, त्यतिखेर यो टेक्निक युज गर्ने। थर्डमा लार्भा हेर्ने, लार्भा। अनि मैले भनिरहेको छु एउटा, मैले यहाँ लाइफ साइकलमा तिमीलाई भने एकचोटि यो लङ्समा जान्छ, लङ्समा गयो भनेपछि एकचोटि लङ्समा गयो भनेपछि त्यहाँ चाहिँ एउटा लङ्समा अब्स्ट्रक्सन गर्छ, लङ्समा अब्स्ट्रक्सन गर्छ, र लङ्समा प्यारासाइटले अब्स्ट्रक्सन गर्यो भनेपछि त्यहाँ चाहिँ एउटा निमोनिया प्रड्युस गर्छ। त्यो निमोनियालाई के भन्छ? लोइफ्लर्स। यो इम्पोर्टेन्ट है, लोइफ्लर्स निमोनिया। विच अफ द फलोइङ प्यारासाइट कज लोइफ्लर्स निमोनिया भन्न सोध्छ। अनि अप्सनमा तिम्रो राउन्ड ओम हुनसक्छ। ओके, ल यहाँ सिक्यौँ। हेर अब लार्भा फर्म पनि हेऱ्यो होला तिमीले होइन? लार्भा फर्ममा मैले भनिसकेँ के गर्ने? लोइफ्लर्स सिम्टम हेर्ने।
सिम्पटम अर सिन्ड्रोम होइन। ल भनेपछि तिमीले डाइरेक्ट इभिडेन्सहरू पुरा गर्यो। अब इन्डाइरेक्टमा हेर त, इन्डाइरेक्टमा तिमीले एउटा हेर्ने ब्लडमा केही हेर्नु पर्दैन, पारासाइट हो, इयोसिनोफिल बढ्छ, तिमीलाई थाहै छ, यो कन्सेप्ट पढेको छ होइन, इयोसिनोफिल्स। अनि स्किन टेस्ट गर्ने, एलर्जी रियाक्सन हेर्ने, कि एलर्जी देखिन्छ कि नै। अब थर्डमा हेर तिमी सेरोलोजिकल टेस्ट, अनि योमा चाहिँ तिमीले एलाइजा हेर, यति भयो पुग्छ। भनेपछि एउटा चाहिँ तिम्रो लङ्समा गएर के हुन्छ भने तिमीले पारासाइटहरू डिपोजिट हुन्छ, त्यही भएर लास्टमा चाहिँ एउटा काम गर्न सक्छौ तिमीले, एक्सरे लिने। ओके, रेडियोग्राफ, त्यहाँ चाहिँ माउल्टिङ हुन्छ नि, मोल्टिङ होइन, अथवा मोल्टिङ गरिरहेको एउटा ऊ देख्छौ कि एस्क्यारिस लम्ब्लिक्विड, एक्सरेमा हेऱ्यो भने चाहिँ इन लङ्स। ल ठिक छ, यति कुरा तिमीले बुझ्नु पऱ्यो, यहाँसम्म बुझ्यौ? ठिक छ, ल यति हो आजको लागि।